नमस्कार सबैजनालाई, इस्मी रोशन मगर एके डाक बोय। आज चाहिँ नयाँ ब्लग लिएर गाउँबाट टक्क गाउँको भिडियो भइरहेको छ। अनि आज चाहिँ गाउँमा जे होस् केटाहरूले चाहिँ खसी कप राखेर रहेछ, त्यसमा चाहिँ हामी आएर एकदमै बोल्न पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ। अनि हामी चाहिँ यताबाट घाम लागिरहेको रहेछ के, यताबाट घाम लागिरहेको। अनि आज चाहिँ खसी कप भइरहेको छ, पछाडि केटाहरू चलपल हानिरहेको छन्। म चाहिँ केटाहरूलाई सोध्छु अहिले चाहिँ कस्तो भइरहेछ भनेर। अनि केटाहरूलाई सबलाई एक एक गरेर सोध्नुपर्छ खेल सकिसकेपछि। र हामी चाहिँ एकदम यहाँनिर हेरिरहेको छौँ, एकदमै बल चाहिँ उत्साहपूर्ण भइसकेको छ। लास्ट फाइनल छ, बेस्ट अफ 5 हुनेवाला छ गेम चाहिँ। अनि केटाहरूले चाहिँ एकदमै उत्साहित तरिकाले देखिसक्नु भएको छ पछाडि ब्याकग्राउन्डमा चलपल हैन। अनि त्यसपछि सबजनाले म चाहिँ एक एक गरेर देखाउँछु, सबलाई देखाउँछु के हुँदैछ सबजनालाई है त गाइज। ल ल ल ल नारायण दाइ, हाम्रो नारायण दाइ हुनुहुन्छ, के छ हालखबर? ठिक छ भाइ, ठिक छ। अनि कस्तो लागिरहेको गेम? एकदम बेस्ट भइरहेको। अनि तपाईँ दर्शक? ल ल ल हाम्रो गाउँको र हासीपुरको हैन भइरहेको छ। अरु के छ नारायण दाइ, भन्दिन केही दुई चारवटा शब्द? ठिक भइरहेछ, जर्दी भाइले राम्रो बेस्ट दिइरह। सही हो। ल जस केटाहरूले चाहिँ बबाल हानिरहेको छ। अब यहाँनिर म चाहिँ तपाईँहरूलाई सबैतिरबाट देखाउँछु केटाहरूको उत्साही कतिजना भइरहेको छन् भनेर। यहाँनिरबाट चाहिँ गेम हेर्न सक्नुहुन्छ तपाईँले। यस बबाल उठाइदिएको केटाहरूले तर यार। हेरेको केटाहरू केटाले हेरेको सपोर्टरहरू कति छन् भन्ने कुरा तपाईँहरूलाई थाहा नै छैन, कति पल चलपल हानिरहेको छन् भन्ने कुरा। ओए तिम्रो कसको सपोर्टमा बोलेको? रमेशको ए त्यही पनि केटाहरूले चाहिँ अब अलिकति पहिलो गएर ओ माय कडा गयो त सर त यार। सही ल हेरेको बेस्ट अफ 5 हो गेम चाहिँ। एक गेम चाहिँ एक सेट चाहिँ उताकोले जितिसकेको छ, हासीपुरकोले भने चाहिँ एक सेट चाहिँ 5 ओभरकोले जितिसकेको छ। अब फाइनल के हुन्छ भन्ने कुरा हेर्दै जाम केटाहरू। यता हेर, यता केटाहरू चाहिँ अब यता जाँदैछ, गेम चाहिँ सक्यो। सही हो नारायण केही भनिदिनु यस्तो केटाहरूलाई, यस्तो केटामा कसरी खेल्नु पर्छ, के हो? बेस्ट दिनु पर्छ, बेस्ट उडा त चेकअप पनि जितेको, कप पनि राख्नु पर्छ, खसीको लगेर घर जानु पर्छ। ल अनि हाम्रो यहाँनिर खेलाडीहरू छन्, यिनीहरूसँग चाहिँ सोधौँ न त कस्तो भयो एक्सपिरियन्स, गेम एक्सपिरियन्स। हेलो गाइजहरू के छ खबर? के छ केटा के छ? मेरो भ्लगमा सबजनालाई हाई भनिदेऊ। हाई हेलो अनि सबैलाई फाइन ठिक एन्ड फाइन हुनुहुन्छ होला हैन? म पनि एकदम म तँलाई सोध्छु केही कुरा। अनि गेम चाहिँ कस्तो भइरहेछ? एकदम घाम लागेको खुसी भइरहेछ। जे होस् एकछिन चलपल हान्नु पर्यो। कस्तो छ गेम? गेम एकदम के छ, नर्मलै छ कि मतलब के हाई छ कि कस्तो छ? एक्सपेक्टेसन कम्पिटिसन छ, हाई छ अहिले। हो तेरी लजिक छ। कम्पिटिसन छ अहिले गेम। के छ जित्ने कतिको अवस्था छ? चान्सेस 50-50 भइसक्यो आदिटीको, अब 50-50 छ आदिटीको। ल ठिक छ, धन्यवाद तपाईँ। अब चाहिँ उतापट्टिको टिमसँग जान्छ हामी सोध्न। आज चाहिँ हाम्रो सबजना भाइहरू सबजना अब के भन्छ अरे हाम्रो यतापट्टिको टिम भयो, अब उतापट्टिको टिमलाई चाहिँ सोध्न जानु पऱ्यो, चलपल हान्नु पऱ्यो नि यार। सही हो। ल यहाँ चाहिँ रेफ्री हो, हाम्रो रेफ्रीसँग म के कुरा सोध्न चाहन्छु। हेलो बोल्नु न यार, के हो र तपाईँ लाज मान्या होइन होला? के छ हालखबर? ठिक छ? तपाईँ यहाँको आयोजक होइन? हजुर आयोजक। अनि गेम चाहिँ कतिको रमाइलो भइरहेछ? एकदम रमाइलो भइरहेछ। 5 ओभर हासीपुरको फाइनल म्याच हिजोबाट भइरहेछ होइन गेम? हजुर हिजोदेखि। सही हो। ल हाम्रो हासीपुरको खेलाडीसँग नि सोधौँ न खै त। सही हो केटाहरू चाहिँ अहिले चाहिँ सोधौँ ल केटाहरूलाई। आम्बो यतापट्टि जाऊँ न त, चलपल हान्दै यतातिर के छ? हेलो पहिल्यै भागिँदैन। पुसाइ बजाइ छ? आराम हुनुहुन्छ? थाक्यो र पकडनु न। हेर्नु न म बोल्न जान्दैन। बोल्नु न एक दुईवटा शब्द। गेम चाहिँ कस्तो लाग्यो, कस्तो भइरहेको? हिजोबाट खेलिरहनु भएको गेम चाहिँ एकदम राम्रो भइरहेको छ। कतिको टप छ होइन ऊ चाहिँ यो के भन्छ प्रतिस्पर्धा चाहिँ कतिको टप छ तपाईँलाई कस्तो लागिरहेछ? के छ एक्सपेक्टेसन? अब सबै सोच जित्ने नै भन्ने होइन। सही हो। अनि अरू जित्ने अब हार जित त भइ नै हाल्छ, यो खेलको नियम नै हो, यो आफ्नो डेस्टिनी त्यही नै हो। ल धन्यवाद तपाईँलाई एकदमै। ल बधाई छ तपाईँहरूलाई फेरि पनि। तपाईँहरूले जिते पनि हामीले जिते पनि जित चाहिँ सबको एउटै हो। हाम्रै वाडामा हुनेवाला छ जित चाहिँ, जे भए पनि वाडाभित्रै। और सुभाष
के छ हालखबर ठिक छ ल राम्रो खेल है बेस्ट अफ लक सबजनालाई यता पनि जित्नुपर्छ अनि यहाँनिर चाहिँ बवाल आज चाहिँ म गरिरहेको थिएँ यहाँनिर चाहिँ केटाहरू चाहिँ टन्नै थिएँ हिजो चाहिँ धेरै भएको भएर अलिकति पहिला सुरु दिन भएर चाहिँ केटाहरू चाहिँ धेरै थिए आज चाहिँ अलिकति कम छन् होइन एउटालाई चाहिँ यहाँ राखौँ हिजो चाहिँ अलिकति के भन्छ केटाहरू चाहिँ धेरै थिए किनभने हिजो अलिकति पहिल्यैदेखि गेम भइरहेको थियो भन्दा नि सुरु गेम भइरहेको थियो केटाहरू छानिँदै आउँदाखेरि चाहिँ अलिकति थोरै भएको फेरि कराकट गइसकेको छ रमेश तर्की एकै मेरो भाइ हो होइन सबजनाले हेर्नु सक्नुहुन्छ यहाँनिरबाट चाहिँ म्याच चाहिँ हेर्नु पऱ्यो एकछिन चिलमा अलिक केटाहरूलाई फेरि एक म्याच सकिसकेपछि सोध्नुपर्ने हुन्छ यतातिर लाइन्सम्यान हो भाइ तिमी लाइन्सम्यानको हो लाइन्सम्यान तिमी ल अनि तिमीहरू पनि खेलाएको थियो होइन तिमीहरू पनि खेलाडी नै हो नि त यार मेरो भाइहरू हो नि त यार खेलाडी होइन कस्तो भयो त तिम्रो खेल हिजोको खेल तिम्रो कस्तो भयो भन त राम्रो भयो अनि कतिसम्म गयो तिम्रो त एक गेम जित्यो होइन एक गेम जितेनौ हिजो एक गेम जितेको थियो त हाँस खुटीको ए आयोजक हो ल ठिक छ आयोजक भयो नि एउटा आयोजक चाहिँ खेलिरहेको छ नि एउटा आयोजक चाहिँ ऊ भए पनि ठिकै छ ल कस्तो लागिरहेको गेम भइरहेछ हाम्रो गाउँमा यस्तो चलपल सपोर्ट चाहिँ कसको हो तिमी सपोर्ट चाहिँ आयोजकलाई गरे कसलाई गरे ए आमा गेम चाहिँ आयोजकबाट खेल्ने सपोर्ट चाहिँ 5 रुपियाँलाई गर्ने के भने फेरि भन त के भने फेरि भन त ए अलि नजिक राखेर बोल न माइकलाई ठिक छ ल अब आउने दिनमा चाहिँ गोडीबनको पनि टिम होस् राम्रो खेल निकालुन् केटाहरूले ल एकछिनमै भेटौँ है त गाइज नभए गेम हेरौँ एकछिन चलपल गेम हेरौँ उता और तो मैं ढुक्को सुके हान्डो में हान दामी है दामी खास तू दुकान है ना दुकान ओ दामी हान ओहो What's my point?
चिङ्गारी उड्दैछ अब खेलिहाल्ने हो कि एकछिन रेस्ट गर्ने केटाहरूले खेल केटा तात्यो माल तातिँदै छ यहाँनिर केटाहरू चलबल हानेर पानी पिन्छ एकछिन खसी चाहिँ वहाँ पारि छ वहाँ पारि खसी चाहिँ रातो खसी यहाँनिर टक्क चलबल हानिरहेछ वहाँ पारि रातो खसीले चाहिँ चलबल हानिरहेको त्यहाँनिर के छ रातो खसी लग्ने कतिको चान्स छ केटा हो 75% खुसी छ ल हो 75%। अब हामीलाई चाहिएको भनेको 25% मात्रै होइन 25% हामीले डिफेन्ड गर्ने मात्रै हैन 25 मात्रै उनीहरु रोक्ने हो उनीहरुको 25 छ हाम्रो 75% छ ओ एमजी ल बधाई छ केटाहरुलाई बधाई छ कति पाए 75 भनेको थियो 75 नेपालमा 75 इंग्लिशमा 75 कस्तो भइराछ त अनि एकदम मजाले दशैको भाइब दिइरहेछ दशैको भाइब दिइरहेछ एकदम माहौल खेलकुदले एकदम स्वस्थ पनि बनाउँछ मान्छेलाई है एकदम सही। अब चाहिँ दशैं आइराछ भोलिको टक्क दशैंमा हैन खसी खाएर जान्छ केटाहरु ओ गेम सुरु भइसक्यो है केटा पछाडी हान चलो केही छैन केटाहरु चाहिँ माल तातिरहेको छ यहाँनिर खसी पनि बवाल भइरहेको छ यहाँ चाहिँ हामी चाहिँ अब सपोर्टरहरुसँग मिल्छु म चाहिँ सपोर्टरहरुसँग भेट्नु पर्यो केटी छ नि यार यही माल चाहिँ अलिकति बढिरहेको छ हामी चाहिँ यतातिर हाँसपुरको सपोर्टरतिर जान्छौँ के छ भाइ घाममा जे होस् रेफ्री म्यान बनाएको छौ होइन दुःख त छैन सही हो के छ सपोर्टर आउनु भयो हेलो नमस्कार सबलाई बोल्नु न त्यहाँ अरू के छ सन्चै हुनुहुन्छ तपाईहरु वाउ माल त त्यहाँ केटाहरु बसेछन् को यस्तो भन्ने के छ हेलो यस्तो भिडियो बनाउन मिल्दैन भनेपछि मैले बनाउन नै फेरि त्यसको नबनाउने हैन बनाउने नि यस्तो हाम्रो गाउँमा यति राम्रो काम भइरहेछ नबनाउने नदेखाउनेहरुलाई यस बवाल भइरहेछ यहाँनिर टक्क लाएर मेरो भाइले चाहिँ अलिकति मेहनत गरेछन् जे होस् हैन किन गरेछन् भने चाहिँ रेफ्री म्यान बनेर हैन लाइन्स म्यान बनेर टेन्सन छैन सही हो। यतातिर हाँसपुरको खेलाडीहरु हुनुहुन्छ टक्क लाएर यतातिर चाहिँ सपोर्टरहरु हुनुहुन्छ टक्क लाएर यता चाहिँ फेरि केटाहरु हाम्रै हो यी आफ्नै त हो नि यार यता यस्तो ठुलो फिल्ड छ हेर रातो खसी सही यहाँनिर यस्तो केटाहरु चाहिँ अलिकति माल तताइरह हैन जे होस् यहाँनिर चाहिँ खेलाडीहरु भइरहेको छ अलिकति पछाडि बसेर हेरौँ न त हामीले चाहिँ अलिकति पछाडि बसेर हेरौँ न त अब त के भन्छ 50% भइसक्यो भन्छ केटाहरुले नारायण दाइ के छ तपाईको भनाइ यसमा 50% भइसक्यो भन्छ जितिसक्यौँ अब 50 छ भने पट्यान फाइनली माल तातिरहेको अवस्था छ केटाहरुलाई चाहिँ यहाँनिर के भयो त कुरो के हो त के भयो ल सही अब ऊ चाहिँ मार भइसकेको छ तर अब त फुल भिडियो भन्छ केटा जुम गरी हेर्छु मैले चल पल हेर केटा नम्बर कति हो 22 भाइ केटा हेर चान्स बल हेर रमेश केही छैन फेरि आउँछ चान्स आउँछ ल गेम चाहिँ रेगुलर भइरहेको छ चान्स चाहिँ आउँछ है
लगाए यस्तो खतरा गेम भइरहेको छ कि पुरै छोडिदिनु होइन सबले टाइम मागिरहेको थाक्यो केटा थाक्यो पानी खाने पानी खान दियो केटा खेलाडीलाई सही गेम राम्रो भएन रेगुलर जानु पर्यो यस्तै सही देखि माथितिर पनि सपोर्टरहरू टन्नै उतातिर पनि सपोर्टरहरू टन्नै यहाँनिर होइन चलपल हानिरहेको छ नि केटीहरूले अहिले चाहिँ ओहो गर्छन् यिनीहरू हेलो चलो ल यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर कति ऊ छ होइन टक्क लगाएर ठुलो छ फिल्ड चाहिँ यहाँनिर चाहिँ गेम भइरहेको छ हामी चाहिँ दर्शक केटाहरू चाहिँ खेलाडी चाहिँ बेस्ट अफ 5 हुनेवाला छ है गेम अहिले भर्खर एक सेट जितिसकेको छ अब 2 सेट भइसक्यो अब तेस्रो सेट चल्दैछ अनि त्यसपछि चौथो अनि 5th चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ सबले हेर्न सक्नुहुनेछ सबले चाहिँ म रेगुलर देखाउने नै छु तपाईँहरूलाई ल सही अब चाहिँ फाइनल हुन लागिरहेको छ फाइनल अब कतिमा हुन्छ भनेपछि चाहिँ अबको 15मा गेम हुँदा 6-7 भइरहेको छ है नम्बर चाहिँ यहाँनिर चलो लेट्स डू इट गाइज नेभर गिभ अप एटिट्युड भनेको नेभर गिभ अप हुनुपर्छ केटा सही केटा नाचिरहेको अवस्था छ आउट गइरहेको छ बल 1 नम्बर अगाडि जान सफल भइरहेको छ 5 ओभी युवा क्लब सही ल अब चाहिँ भिडियो बनाउँछु मैले लास्ट हो होइन माहौल चाहिँ तात्तिन्छ अब जे होस् माहौल चाहिँ अब तात्तिन्छ है केटा हान डोले भाइ यहाँनिर चलपल हामी चाहिँ यता छौँ हामी चाहिँ यहाँबाट बोलिरहेको छौँ हामी चाहिँ यतातिर गेम भइरहेको छ टाइगर सही हेर टाइगर अब चाहिँ गेम स्क्वायर यार हेरे केटा हेरे इनले के भन्छन् इनले सानो रेफरीले के भन्छन् इनले के भन्छन् अरे इनले के भने हान के छ हो भाइ छैन भन्दा हान यार इनको पनि कुरा मान नि त यार अहिले त इन पनि रेफरी हो एउटा बल खेल्न बछोड खेला खेल्न आमा खेल्न यस्ता म्याच हुन्छ बोल कति छ नि सोध नि सँग उले दाइले छोडी पनि दाइले छोडे यार बलमा खेल्न बछल म चाहिँ हल्ला नगर के नाटा नबात पुरा नगर रिउ पनि सबै डिसिजन त तिम्रो हुन्न होला तपाईँ हो त हुन्न होला नि त उसँग नि त कम्बिनेसन हुन्छ होला उ पनि त रेफरी हो सेकेन्ड रेफरीसँग नि त कम्बिनेसन हुन्छ होला गरे तिम्रो यार अनि
ओ राजा यदि तिमी कन्फ्युज हुन्छ भने अर्को सेकेन्ड रेफ्रीसँग कम्बिनेसन गर अनि बल्ल गर न यार गेम रोक न उसँग सोध न उसको पनि केही हक होला नि त बोल्ने यार हो कम्बिनेसन गर्न सक्छौ तिमीले अनि बल्ल भन्न सक्छौ के यदि तिमी कन्फ्युज हुन्छौ भने त्यतिकै तिमीले डिसिजन लिनु त भएन नि त यार अरे आउनु मतलब होइन उसको काम चाहिँ के हो त्यो भन्न न त त्यसो त त्यो काम बिगार्दै कतिचोटि गरिदिन्छौ तिमीले कतिचोटि गराउँछौ